भयो हो सक्दैन नि ठेक्न कहाँ सक्छ त हेलमेट पनि लगाएन केटाहरूले फेरि यताबाट आयो बाइक हेर न बाइक कति धेरै हो ल नारायण हिँडी छिर्यो है त ल फाइनल्ली हातले छेक्यो क्या हातले छेक्यो मोबाइल झर्ला है मोबाइल झर्ला हातले छेक्यो क्या तपाईँले खायो राजाले देश खायो हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ कहाँबाट यत्रो मान्छे एक्कासी यार आमामा त्यहाँ अझै त्यहाँबाट यता कट्नै दिएको छैन अझै कट्नै दिएको छैन त्यहाँबाट अझै कति छन् त्यहाँ अझै आमामा प्रमुख प्रतिपक्षी दलहरूको अहिले बैठक छ म अहिले बैठकमा अहिले नै सहभागी हुँदैछु र हामी अहिले सडकबाट युवा साथीहरूले आज यसको प्रदर्शन गर्नुहुन्छ पार्टीहरूले चाहिँ लगायत अरू सबै राष्ट्रवादी साथीहरू एकजुट भएर आज सडकमा हुनुहुन्छ र अहिले केही समयभित्र नै म संसदमा अहिले जानुपर्छ र अहिले प्रमुख प्रतिपक्षी दलको बैठक छ र हामी संसदबाट पनि खबरदारी गर्छौँ र सडकबाट पनि खबरदारी गर्छौँ। यो देशै हाम्रो हो, राजाले बनाएको देश हो। यी सिंहदरबारमा बस्ने स्यालहरूलाई, यी राष्ट्रघाती देशद्रोहीहरूलाई आजको बाइक र्यालीले अब यिनीहरू तपाईँलाई जिन्दा लाग्ने छैन।
देख्न सक्नुहुन्छ यति बेला राजावादीहरूले निषेधित क्षेत्रलाई धरि तोड्ने प्रयास गरेर राज दरबारसम्मको नारायण हिटी दरबारसम्मको यात्रा तय गर्ने भएका छौँ। हजारौंको मात्रामा यति बेला राजावादीहरू सडकमा ओर्लिएको अवस्था छ भने सुरुवातमै अवस्था तनावग्रस्त अवस्थाको सिर्जना पनि हुने अवस्था सिर्जना भएको छ। यति बेला प्रहरीलाई सम्हाल्न हम्मे परिरहेको छ भने राजावादीहरू उग्र रूपमा अगाडि बढिरहेका छन्। देख्न सक्नुहुन्छ।
बचाओ, देश बचाओ, देश बचाओ, देश बचाओ।